हाम्रो एके असेस द गडेस खै असेस सिङ्गल छ मेसेज गर्नु भनेको के हो साला नेपालमा सिङ्गल केटीहरू नै छैन क्या हो असेस होला होला इङ्ग्लिस यति मात्र बोल्न आउँथ्यो कि What is up, Bora and Boronis? Welcome to our YouTube channel. फेरि पनि अलिक झ्याप जस्तो देखिरह होला है अहिले तर प्रेपमा यस्तै नै हुन्छ 9 बजिसक्यो बिहानको आफ्नो आँखा चाहिँ बिहानदेखि यस्तो छ अब सो फर्स्ट अफ अल आई वान थ्याङ्क यू गाइज होइन फर हुन्छ नि के भन्ने मलाई भन्नै आएन तर समग्रमा भन्नुपर्दा थ्याङ्क यू फर हुन्छ नि फलोइङ मी सब्सक्राइबिङ आवर च्यानल किनभने हामीले आज 6K फलोवर्स कम्प्लिट गरेको छौँ सो धेरै धेरै थ्याङ्क यू हजुरहरू सबैलाई एन्ड र आज चाहिँ मेरो प्रेप सिरिज अनगोइङ छ र आज चाहिँ मेरो चेस्टको पालि हो मैले लास्ट टाइम चाहिँ ट्राइसेप्स वर्कआउटको भिडियो ड्रप गरेँ चाहिँ आज चाहिँ म चेस्ट वर्कआउट भिडियो सुट गर्नेछु र एउटा चाहिँ म चाहिँ यो भिडियोको थ्रुबाट यो प्रेप सिरिजको थ्रुबाट चाहिँ म के एउटा भन्न चाहन्छु भन्दाखेरि यो चाहिँ मैले मेरो बडी हिसाबमा गरेको प्रेपको वर्कआउट हो है यो चाहिँ त्यही भएर के भन्छ मलाई जे सुइटेबल हुन्छ मलाई जति वर्कआउट चाहिन्छ मेरो बडीलाई जति चाहिन्छ मैले त्यही हिसाबमा गरेर हुन्छु है त्यही हो फेरि तपाईँहरूले वर्कआउट भोल्युम धेरै भयो चेस्टको नि 6वटा 7वटा एक्सर्साइज गर्छ यताउता अहिले फेरि यो सो कल्ड इन्स्टाग्राम इन्फ्लुएन्सरहरूले ब्याकको लागि 2टा गरे पुग्छ तपाईँले चेस्टकै लागि 7वटा 6वटा गर्यो भनेर भन्छ होइन सबैको आफ्नो तरिका हुन्छ होइन र फर एक्जाम्पल फर दोज हु आर हुन्छ नि विलिङ टु नो मेरो प्रेपमा चाहिँ वर्कआउट भनेको अलिकति हाई भोल्युम नै वर्कआउट हुन्छ आई डोन्ट गो हेभी बट मेरो वर्कआउट सेड्युलहरूमा भोल्युम चाहिँ एकदमै हाई हुन्छ क्या रेप रेन्जदेखि लिएर वर्कआउटदेखि लिएर है किनभने दिस इज हाउ माई बडी रियाक्ट्स दिस इज हाउ माई बडी गिभ्स मी रिजल्ट हाई भोल्युम ट्रेनिङले गरेर ल त्यही भएर मैले मेरो एक्सपिरियन्स सेयर गरेर हो यस्तो कुरा प्रायःहरूले सेयर गर्दैन आफ्नो प्रेपको सिक्रेट्सहरू होइन तर म चाहिँ सेयर गर्छु र यो प्रेपमा म एउटा चाहिँ तपाईँहरूलाई एउटा मेरो वाटर साइकलको एउटा सिक्रेट चाहिँ रिभिल गर्छु म प्रायःले चाहिँ वाटर साइकलको सिक्रेटहरू भन्दैन बट आइएम गर्न सेयर माई वाटर साइकल विथ यु गाइज होइन त्यही भएर स्टे ट्युन स्टे विथ मी म लास्टसम्म के भन्छ के गर्ने कसो गर्ने कार्ब कसरी गर्छौँ हामी कार्ब डिप्लिट कसरी गर्छौँ वाटर साइकल हामी कसरी बस्छौँ भने म इच एन्ड एभ्री स्टेप बाई स्टेप डिटेल भिडियोहरू तपाईँको लागि ल्याउने छु है त अब म एकछिन वार्मअप गर्छु त्यसपछि म हजुरहरूलाई फर्स्ट वर्कआउटमा भेट्नेछु है त सी यु गाइज इन अ वाइल र हाम्रो फर्स्ट वर्कआउट चाहिँ इट्स गोइङ टु बी इन्क्लाइन बारबेल प्रेस र मैले अघि नै भने जस्तो वार्मअप चाहिँ मैले गरिसकेँ सो दिस इज गोइङ टु बी माई फर्स्ट सेट र यसको चाहिँ म टोटल 4 सेट्स गर्छु 4 सेट्समा रेपिटेसन चाहिँ म 6 to 12 गर्छु इफ आई क्यान म वेट बढाउँदै हायर रेप्सको लागि एम गर्छु र यो मेरो फर्स्ट वर्कआउट भएर चाहिँ आइएम गोइङ टु गो हेभी हेभी मतलब फेरि पुरा 80-90 केजी होइन किनभने अहिले खासै सक्दैन अनि प्रेपमा हुँदाखेरि युआर अलरेडी अन क्यालोरी डेफिसिट धेरै डेफिसियन्सी भएर हुन्छ सो डोन्ट गो द्याट हेभी के तर मेरो एम चाहिँ टोटलमा 70-80 केजी उठाउने एम छ विदाउट बार है किनभने वी आर नट पावर लिफ्टर टु काउन्ट बारको वेट त्यही भएर बारको वेट बाहेक नै म 70देखि 80 वेटसम्म उठाउनु ट्राई गर्छु फर्स्ट वर्कआउट चाहिँ म अलिकति हेभी जान ट्राई गर्छु सो लेट्स स्टार्ट रेप रेन्ज मेरो त्यही 6 to 12 हो अब इनकेस मैले सकेन भने हाम्रो एके असेस द गडेस खै असेस सिङ्गल छ मेसेज गर्नु भनेको के हो साला नेपालमा सिङ्गल केटीहरू नै छैन क्या हो असेस होला होला त्यस्तै लाग्यो बेटा तुमसे ना हो पाएगा 1 2 3 up
फर्स्ट सेट्स मैले 12 reps गरेँ। अब म इच एन्ड एभ्री सेटमा 5-5 केजी बढाउनु ट्राई गर्छु। एक सेट सक्यो, अब म अर्को 3 सेट्स गर्छु है। अनि 4 सेट्स चाहिँ मेरो वर्किङ सेट हुन्छ होइन। अनि त्यसपछि लास्टको 2टा सेट चाहिँ म फेलियर गर्छु। फेलियर मतलब अस्ति मैले ट्राइसेपमा देखाए जस्तो ड्रप सेट गर्छु। त्यो म कसरी गर्छु भने नि हजुरहरूलाई देखाउँछु है त। ल म यो फेलियर सेटमा भेटौँला तपाईँहरूलाई। मैले 4 सेट्स गरेँ र टोटल वेट चाहिँ मेरो 80 केजी गएको छ। यता 40 यता 40 विथ द हेल्प अफ हाम्रो ससेस बहादुर मैले कति 6 रेप हाने होइन। 6 रेप्स हाने। 4 सेट्स मेरो कम्प्लिट भयो र अब चाहिँ म ड्रप सेट गर्न लागेको छु। ड्रप सेट गर्नलाई मलाई हेल्प गर्नलाई चाहिँ हाम्रो गोलु हुनुहुन्छ हाम्रो ससेस बहादुर, अनि हाम्रो अर्को हाम्रो राइडर सुरज र ऊ पनि उसको पनि युट्युब च्यानल छ। युट्युब च्यानल चाहिँ न्यास्टी भ्लग भनेर छ, गो चेक इट आउट। उसको चाहिँ स्पेसल्ली चाहिँ मोटो भ्लग हो क्या। ऊ चाहिँ मोटो भ्लगर हो। ऊ चाहिँ यो जुन हाम्रो V3 यो R15हरूको यामाहरूको रेस हुन्छ ऊ चाहिँ रेसर हो है। सो डु चेक आउट हिज च्यानल। म उसको च्यानलको लिङ्क यता हालिदिन्छु ल। न्यास्टी भ्लग दामी एडिट गर्छ सरले। कन्टेन्ट इज भेरी गुड, रमाइलो हुन्छ ल। ल अब यस्तै गरी म ड्रप सेट गर्छु। ड्रप सेट चाहिँ मैले अघि नै भने जस्तो 2 सेट हुन्छ र रेपिटेसन चाहिँ मेरो यो ड्रप सेटको चाहिँ कस्तो हुन्छ भन्दाखेरि 6 गर्छु पहिला, त्यसपछि एउटा 5 निस्किन्छ, फेरि अर्को 6 गर्छु 10 निस्किन्छ, अनि लास्टमा 10 केजीले चाहिँ म 50 रेप्स गर्छु। 50 रेप्स चाहिँ म फुल माथि चाहिँ आउँदैन क्या, तलबाट चाहिँ पार्सल हुन्छ है। सो वाच एन्ड गिभ इट अ ट्राई, भेरी गुड। इङ्ग्लिस यति मात्र बोल्न आउँथ्यो कि। And this is how it's done, eh? 650. एकचोटि अब पम्प चेक गरौँ। एक फ्लेक्स गर्छु ल। र दोस्रो वर्कआउट चाहिँ इट्स गोइङ टु बी पेक्टेक फ्लाइ। खै मलाई चाहिँ किन थाहा छैन है, तर पेक्टेक फ्लाइ इज माई फेभरेट हो क्या। अपार्ट अफ एनिथिङ होइन, पेक्टेक फ्लाइ चाहिँ आई लभ के। त्यो रिजन चाहिँ किन भन्दाखेरि पेक्टेक फ्लाइ गर्दाखेरि म त्यस्तो सुपर डुपर ह्याप्पी चाहिँ जाँदिनँ, तर वेन आई एम डुइङ पेक्टेक फ्लाइ आई क्यान फिल यो मिड चेस्टमा पनि के भन्छ यो इनर चेस्टमा पनि आई क्यान फिल दिस हुन्छ नि यो पार्ट पनि के पेक्टेक फ्लाइमा मजाले स्क्विज गर्दाखेरि। एज यु क्यान सी फाइबर क्यामेरामा चाहिँ आएको छ कि छैन होइन। र मेरो पेक्टेक फ्लाइ गर्ने तरिका चाहिँ अलिकति डिफ्रेन्ट छ है। म चाहिँ प्रायःले चाहिँ कसो गर्छ, यसरी अडिस लाएर यसरी गर्छन् होइन पेक्टेक फ्लाइ। मेरो चाहिँ कस्तो बान्छ भन्दाखेरि अब के भन्ने पर्सन टु पर्सन डिपेन्ड हुन्छ, तर मेरो एउटा सोच चाहिँ के छ भन्दाखेरि
जुन तरिकाले जुन फर्मले मलाई बेसी चेस्टमा फिल हुन्छ आई डु द्याट हो क्या र मैले अरूलाई पनि सिकाउने त्यही हो कि अब मैले यसरी गराएँ भने अब यु इफ यु आर नट फिलिङ यर चेस्ट ठिक छ आफूलाई जसरी चेस्टमा फिल हुन्छ त्यसरी गर्ने हो क्या त्यही भएर यो पेक्टो फ्लाइ गर्दा चाहिँ म चाहिँ कसरी गर्छु भन्दाखेरि हिप अलिकति अगाडि ल्याउँछु यसरी गर्ने बानी छ क्या मेरो चाहिँ यसरी अब प्रायःले यसरी गर्छ होइन म चाहिँ यसरी गर्छु क्या यतिको लिन पोजिसनमा यो यसरी गर्छु र यो पेक्टेक फ्लाइको चाहिँ म 4 सेट्स गर्छु अनि यसमा पनि 4 सेट्स मेरो वर्किङ सेट हुन्छ र लास्टको एक सेट चाहिँ म ड्रप सेट गर्छु ल र यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो पेक्टेक फ्लाइमा चाहिँ वेट मैले बढाए पनि नबढाए पनि रेपुटेसन चाहिँ 20 रेप्स नै हुन्छ है बरु मैले मानौँ न 12-13 मै सकेन भने पनि असेसले सपोर्ट गरेर भए पनि म 20 रेप्स नै एम गर्छु ल अब जस्तै मेरो स्टार्टिङ वेट कति छ भन्दाखेरि इट्स 45 केजी है रेपुटेसन सुड बी 20 जय माता दी तोड्दै दुश्मन के कसले सुर्खेछ भन्यो नि सुर्खेमा अघि मैले भन्नु चेस्ट यस्तो अप गरेर गर्ने बान्छ कि मेरो स्क्विज अनि एभ्री रेपमा स्क्विज हुनु पर्यो क्या तपाईँको चेस्ट 2 3 4 5 6 7 8 9 मजाले स्ट्रेच पनि 10 स्क्विज पनि 11 12 19 20 सक्यो अब एकछिन यहीँबाट फ्लेक्स गरौँ ल एक सेट सक्यो अब म अर्को 3 सेट गर्छु सेम वेट बढाउन सक्छु होला म वेट चाहिँ बढाउँछु तर रेपुटेसन चाहिँ मेरो 20 नै हुन्छ ल नाउ आम गोना सी यु गाइज इन नेक्स्ट वर्कआउट र मैले अघि नै भने जस्तो 4 सेट्स वर्किङ सेट गर्छु 20 डेजको अनि लास्टमा एक सेट चाहिँ ड्रप गर्छु ड्रप पनि अब मैले अघि नै इङ्ल्यान्डमा चाहिँ 6-6-50 गरेँ तर यो पेक्टेक फ्लाइमा चाहिँ म 6-6-35 गर्छु है ल अब म अर्को वर्कआउटमा भेट्छु हजुरहरूलाई र भर्खर मैले पेक्टेक फ्लाइ सकाएर आएँ नाउ दिस इज आवर थर्ड वर्कआउट एन्ड थर्ड वर्कआउट इज गोइङ टु बी यो चाहिँ सुपर सेट हो ल सुपर सेटमा चाहिँ डम्बेल प्रेस अनि डम्बेल फ्लाइ चाहिँ सुपर सेट हुन्छ अब प्रेसमा चाहिँ आई विल ट्राई टु गो हेभी रेफरेन्स चाहिँ तपाईँको 8 to 12 मा राख्छु र फ्लाइ चाहिँ म 20 रेप्स नै गर्छु है बरु फ्लाइमा अलिकति कम वेट नै रेपुटेसन चाहिँ 20 नै गर्छु र यो चाहिँ 30 डिग्री प्रेस गरेको होला मैले फ्ल्याट पनि होइन इन्क्लाइन पनि होइन इन बिट्विन है 30 डिग्री फर्स्ट डम्बेल प्रेस गर्छु त्यसपछि डम्बेल प्रेस सकिने बित्तिकै आम गर्नु डु फ्लाइ र मेरो स्टार्टिङ वेट चाहिँ डम्बेल प्रेसमा इज गोइङ टु बी 25 केजी बुढा भइसक्यो धेरै हेभी उठाउन सक्दैन मतलब कुछ भी जय माता दी असको जत्रो चेस्ट अनि एउटा डम्बेल प्रेस गर्दाखेरि चाहिँ गाइज होइन ब्रिङ योर डम्बेल अल द वे डाउन के अलमोस्ट हुन्छ नि तपाईँको यसले तपाईँको पेकमा छुनु पऱ्यो क्या स्ट्रेच एकदम इम्पोर्टेन्ट छ क्या वर्कआउटमा चाहे मैले लास्ट हरेक भिडियोमा भनिरहेको हुन्छु चेस्ट होस् ब्याक होस् ट्राइसेप्स एभ्री बडी पार्टमा स्ट्रेचिङ इज एकदम इम्पोर्टेन्ट है जति सक्छ त्यति तल लिएर आउने हेर्नु न तपाईँहरू अनि इगोलाई चाहिँ हामीले जिमभित्र आउँदा ढोकामा जुत्ता फुकाल्छ नि इगो चाहिँ त्यो जुत्तामै राखेर भित्र आउने हो क्या
यसरी डम्बेल चाहिँ तलसम्म चाहिँ ल्याउनु पर्यो क्या है हेभीमा त उठाएर ज्यान बन्ने होइन नि त नाउ इट्स गोइङ टु बी फ्लाइ है फ्लाइ चाहिँ म 10 केजीले गर्छु 20 reps इफ मैले सकेन भने 80 सधैँ भने पछाडि आर यु रेडी Yes, I'm ready. अनि फ्लाइ गर्दा पनि त्यही हो सकेसम्म तल स्ट्रेच गर्ने र माथि आउँदा चाहिँ फ्लाइहरूमा चाहिँ स्क्विज चाहिँ एकदम इम्पोर्टेन्ट छ है माथि यसरी ल्याउने मात्र होइन चेस्ट पनि स्क्विज हुनु पऱ्यो रेपिटेसन हामीले कम्प्लिट मात्र गर्न खोज्ने होइन क्या एभ्री रेपिटेसन के भन्छ म्याटर गर्नु पऱ्यो क्या तपाईँको चेस्ट बन्नको लागि चाहिँ त्यही भएर इट्स नट ओन्ली अबाउट फिनिसिङ द रेप के एभ्री रेपमा फ्लाइमा स्क्विज एभ्री रेपमा यस्तो फाइबर देख्नुपर्छ क्या अब मान्छेले चाहिँ यो गर्छ क्या होइन नि स्ट्रेच गऱ्यो मजाले स्क्विज एभ्री रेपमा है र म यस्तै गरी यो सुपर सेटको फोर्सेट्स गर्छु र आज चाहिँ म धेरै एक्सर्साइज गर्दिनँ चेस्टको किनभने मलाई बाहिर जानु छ आज त्यही भएर अब हामीले के गर्यो इन्क्लाइन बारबेल प्रेस गर्यो पेक्टेक फ्लाइ गर्यो यो इन्क्लाइन डम्बल प्रेस र फ्लाइ सुपर सेट भन्नुबाट 4वटा एक्सर्साइज भयो अब लास्ट एउटा फिनिसिङ वर्कआउट चाहिँ म केबल क्रसओभर गर्छु हाई टु लो है लो टु हाई होइन यो गाइज म एउटा कुरा चाहिँ के बुझ्दिनँ भन्दाखेरि केबल क्रसमा लो टु हाई चाहिँ किन गर्छ वाइ निडै छैन क्या यो गाइज जस्ट वेस्टिङ यर टाइम डुइङ द्याट वर्कआउट हो क्या फ्रेङ्कली है अब फेरि यो मन पर्दैन होला सो कल्ड यो सोसल मिडिया भन्नुपर्दा नि इन्स्टाग्राम इन्फ्लुएन्सरहरूलाई लो टु हाई इज नट निडेड क्या त्यसले चेस्ट बन्दै भन्दैन इन्क्लाइन डम्बल प्रेस फ्लाइ बारबेल प्रेस चेस्ट प्रेस पेक्टेक फ्लाइ यिनीहरूले मसल्स बनाउँछ क्या लो टु हाई गर्नुभन्दा तर हाई टु लो गर इट्स ओके किप इट सिम्पल हो क्या दुनियाँ दिवाना यार टक्क दुखेर आउँछ मलाई जुन तरिकाले ज्यान बन्छ सजिलो तरिकाले ज्यान बन्छ भने सजिलो तरिकाले गर्दा भइहाल्यो नि सिधा गयो पुग्ने ठाउँमा भाइ मेरो कुरा बुझ्नेले बुझ्छ नबुझ्नेले अब बुझ्दैन इट्स ओके मैले मेरो एक्सपिरियन्स सेयर गरेर हो अब म यो प्रोसेस गर्छु त्यसमा म तपाईँहरूलाई केबल बस्नु भेट्छु है त इन्क्लाइन डम्बल प्रेस इन्क्लाइन नभनौँ न 30 डिग्री प्रेस र फ्लाइ सुपर सेट 4 सेट सकाएँ र मैले अघि भने जस्तो केबल क्रसओभर हाई टु लो चाहिँ मेरो लास्ट रुपो भन्छु किनभने आज अस्ति चाहिँ मेरो सानो एउटा बाहिर मिटिङ छ अनि मलाई अलिकति सन्चो पनि छैन क्या हिजो दिनभरि बाहिर अनि आज खासै फ्रेस फिल भएको छैन सो आम गर्न टेक अ ब्रेक आज चाहिँ अनि यो हाई टु लो केबल क्रस गर्दाखेरिको एउटा इम्पोर्टेन्ट टिप्स मेरो तर्फबाट पनि हजुरहरूलाई सेयर गर्छु ल प्रायः नै के गर्छ भन्दाखेरि यो केबल क्रस गर्दाखेरि चाहिँ फुल यसरी माथि हाल्छु फर्स्ट मिस्टेक है त्यो चाहिँ नगरौँ होला ठ्याक्क तपाईँको हाइट जति छ टाउको हिसाबमा हाल्नु होला त्यो रिजन चाहिँ किन भन्दाखेरि जति हाई हाल्यो यसरी माथि जाँदाखेरि सबै सोल्डरमा परेर हुन्छ क्या बुझ्नुभयो नि त्यही भएर धेरै हाई हाल्नु पर्दैन क्या केवल माथिसम्म अनि ठ्याक्क टाउको हाइटमा हाल्नु द्याट इज बेस्ट र म थोरै भन्छु ल तपाईँहरूलाई पहिला मिस्टेक्सबाट सुरु गर्छु त्यसपछि चाहिँ अनि म मेरो सेट सुरु गर्छु ल पहिलो कुरा केबल तान्यो होइन अनि मैले हरेक भिडियोमा भन्दा हुन्छ केबल तान्दाखेरि यसरी नतान्नु क्या अब अहिले त यो लाइट वेट छ लाइट वेट छ त्यही भएर म यसरी तान्न सक्छु होइन तर हेभीमा यसरी तान्यो सबै सोल्डरमा इन्जुरी हुने चान्सेस बेसी हुन्छ त्यही भएर यही पोजिसनमा बस्ने गऱ्यो अनि यसलाई चाहिँ के गर्ने भन्दाखेरि हामीले ल्याट पुडाउन गरे जस्तो यसरी चाहिँ इन्जुरी हुने चान्सेस कम हुन्छ अनि त्यसपछि मान्छेहरू अर्को एउटा भनेको चाहिँ के गर्छ भन्दाखेरि यहाँबाट अलिक धेरै अगाडि आउने क्या
यति धेरै अगाडि पनि आउनु पर्दैन ठ्याक्कै यो हाम्रो सेन्टर भयो सेन्टरबाट यस्तो यसरी अगाडि है अब यसमा दुईवटा खुट्टा राख्ने तरिका हुन्छ एउटा यो खुट्टासँगै भयो यो भयो अर्को यसरी राख्छ होइन र यसमा चाहिँ तपाईँलाई जुन तरिकाले सजिलो हुन्छ जुन तरिकाले स्टेबल हुन्छ यो गाइज क्यान डु द्याट है अब म चाहिँ पर्सनली एउटा खुट्टा अगाडि एउटा खुट्टा पछाडि राख्छु किनभने मलाई स्टेबल हुँदा त्यसले हेल्प गर्छ त्यसको भनेको चाहिँ मान्छेले एकदमै यो गर्छ क्या सबै सोल्डरमा यसरी त्यसरी होइन नि त अनि मैले अघि भने जस्तो इगो चाहिँ बाहिर पनि छोडेर आउँ क्या हामी यहाँ ज्यान बनाउन आएको हो नि त त्यही भएर र दोस्रो भनेको चाहिँ हाम्रो बडी स्विङ धेरै नगर्ने क्या अब मैले वेट बोकेँ मेरो बडी यो भएपछि यही हो क्या अब बडी तलमाथि नगर्ने क्या यो भयो अनि प्रायः चाहिँ एल्बो एकदम क्लोज गर्छ होइन फ्लाइ जस्तो गर्नु न यो बुझ्छ चेस्ट अप यो हुनु पऱ्यो यसरी स्क्विज है यो हुनु पऱ्यो मैले देखा अब म कसरी गर्छु तपाईँहरू हेर्नुहोस् है अनि यसको रेप रेन्ज चाहिँ आम गर्न डु 15 to 20 reps 4 sets गर्छु र एभ्री सेटमा मैले अघि न सुरुदेखि भने एभ्री रेप्समा स्क्विज हुनु पऱ्यो स्ट्रेच स्क्विज है मैले अघि भने जस्तो यसरी ताने यसरी खुट्टा यसरी राख्छु ल होइन चेस्ट अप हुनु पऱ्यो क्या चेस्ट गरेपछि चेस्ट अप हुनु पऱ्यो नि त बोरोजहरू यस्तो होइन है चेस्ट अप ल अब सुरु है सक्कैसम्म चाहिँ सिधा गर्ने है यो यस्तो गर्नु पर्दैन यो गर्ने सबै मेरो सोल्डरमा प्रेसर परिरहेको छ क्या आई क्यान फिल एन्ड यु गाइज क्यान सी क्या त्यही भएर चेस्ट अप गऱ्यो मजाले है यसरी ल मैले एक्सेप्ट गरेँ अब म अर्को वाउ लाइट नि मैले एक्सेप्ट गरेँ अब म यस्तै गरी 15 to 20 रेप्सको अर्को 3 सेट्स गर्छु र चेस्टको चाहिँ आज लास्ट वर्कआउट हो हामीले टोटलमा 5वटा एक्सर्साइज गऱ्यौँ है इफ यु गाइज आर कटिङ अर सोचेर हुनुहुन्छ जसले कटिङ गर्छ भने यो वर्कआउटहरू ट्राई गर्दा हुन्छ र ट्राई गरेर पम्प कस्तो आयो फिल कस्तो भयो तल कमेन्टमा के भन्छ कमेन्ट डाउन गरिदिनु होला है त कस्तो लाग्यो एक्सर्साइज भनेर अब म छिटो यो एक्सर्साइज सघाउँछु अनि भेट्छु तपाईँहरूलाई वेन्स चाहिँ र यसै गरी आजको प्रेप सिरिजको चेस्ट वर्कआउट इज डन टोटलमा 5वटा एक्सर्साइज गरेँ मैले भिडियोमा भनिदिइहालेँ अब नेक्स्ट वर्कआउट चाहिँ इट्स गोइङ टु बी ब्याक है मलाई ब्याकको कमेन्ट आइरहेको थियो सो ब्याक हाम्रो ब्याक कहिले हो पर्सि ब्याक हो सो म पर्सि भन्नु पर्दा त कुन बार पऱ्यो ल जुन बार पऱ्यो पनि म सुट गरेर तपाईँहरूलाई के भन्छ अभाइलेबल गराइदिनेछु र तपाईँहरूलाई केही कन्फ्युजन भइरहेछ भने कुनै पनि बडी पार्टमा एब्स चेस्ट जति पनि क्वेसन छ तल कमेन्ट बक्समा ड्रप गरिदिनु म भिडियो बनाएर हालिदिन्छु है तपाईँहरूको के भन्छ डाउटहरू क्लियर होस् भनेर प्रेपकै वर्कआउट मात्र म फोर्स गर्दिनँ कि तपाईँहरूलाई केही कुराको कन्फ्युजन छ भने कमेन्ट गरिदिनु म एउटा गरेर मैले लेखि नै रहेको छु के भन्छ सेड्युलहरू यो टपिकमा बनाउनु भनेर त्यही तपाईँहरूकै कमेन्ट नै लेखिरहेको हुन्छु कि म चाहिँ लिस्ट बनाएर अनि त्यसमै टपिक बनाएर हालिदिन्छु र यसै गरी हाम्रो वर्कआउट इज डन र बिहाइन्ड द क्यामेरा म्यान हुनुहुन्छ हाम्रो सशेष बहादुर र मेरो दाँत पहेँलो होइन है यो नाइट गार्ड भनौँ न लगाइरहेको छु र मैले सधैँ भने जस्तै हाम्रो भिडियो मन परेमा प्लिज लाइक
र अझ धेरै मन परेमा प्लिज सब्सक्राइब आवर युट्युब च्यानल एन्ड बोरो न्युज टेक केयर गुड डे पिस